ल एउटा सानो कुरा सिकौँ आज। जस्तो स्पेक्टिकल पावरबाट कन्ट्याक्ट लेन्सको पावर निकाल्दाखेरि कसरी निकाल्ने त एउटा फर्मुला हुन्छ। कन्ट्याक्ट लेन्सको पावर निकाल्दा एफएस स्पेक्टिकल पावर डिभाइडेड बाई 1 माइनस डिएफएस, वेयर एफएस इजकल टु स्पेक्टिकल पावर, डी इजकल टु भर्टेक्स डिस्टेन्स। जेनरली 12 mm हुन्छ या 14 पनि हुनसक्छ। अब कसरी निकाल्ने त ल, मानौँ स्पेक्टिकलको पावर -8 डायोप्टर स्क्वायर छ भने कन्ट्याक्ट लेन्स पावर निकाल्दा -8 1 माइनस 0.012 इन्टु -8। 0.012 कहाँबाट आउँदा भने 12 mm छ नि हो। एमएमलाई चाहिँ मिटरमा लानु पर्यो भनेपछि 12 डिभाइडेड बाई 1000 गर्दा 0.012 आयो। अब यसलाई सल्भ गरौँ। -8 1 माइनस माइनस म्याथमेटिकल रुल प्लस 0.096, र सबैले डिभाइड गर्दा के भयो -7.299 डायोप्टर, विच इज अप्रोक्स टु -7.2 डायोप्टर स्क्वायरको दिनु पर्यो। अब प्लसमा हेरौँ, +8 डायोप्टरको स्पेक्टिकल छ भने कन्ट्याक्ट लेन्स पावर कतिको लाउने, +8 1 माइनस 0.012 इन्टु +8, विच इज यो प्लस माइनस माइनस नै भयो 1 माइनस 0.096। यसलाई क्यालकुलेट गर्दाखेरि +8.33 डायोप्टर, द्याट इज अप्रोक्स +8.5। सो कन्ट्याक्ट लेन्सको पावर चेन्ज हुन्छ। स्पेक्टिकलको पावर -4 भन्दा बढी भयो भने माइनस कन्ट्याक्ट लेन्स दिँदाखेरि पावर डिक्रिज भएर आउँछ, प्लस कन्ट्याक्ट लेन्स दिँदाखेरि पावर इन्क्रिज भएर आउँछ।